जुजुलोपा नमस्ते थुगोइले छिसन yana चला दिएको दु थोख नेपाल भाषा एकाडेमी नीति अनक मिडिया प्रालिया निबोया भाषा साहित्य व संस्कृति यस नेवा एफएम 106.6 मेगाहर्ज हाक्कन छक अनलाइन पाके न्याना चंगु झिमिसा ज्याजोजना जी अनिता चिकपिनगु न्यानिसा वया चनको दु अले थौया ज्याजो न्याके नीति हौ जिता प्राविधिक रूपमा ज्याकुटी पाके ग्वालेना चला दिएको दु भाषा सरारा पाखे चिमिस तके पिन्त हपा व टिब बि नीति तते खौजी छम मिस तके त ठन नाप्लाय नीति खन गया चनको दु थौ जिरन किपोया जी तियो गेट लिक्क चंगु बल्कु कुमारी क्लब पाखे ठन जी वया चनको खर गादा सा थौया छि मिस तके थौया छम छि पामे जुदी वेक ख रमिला योन्जन हजुर वेक छम मञ्जुश्री असहाय केन्द्र या महासचिव काठमाडौँ शाखाया महासचिव न जुयादी रेगादाजा राष्ट्रिय महिला अधिकार मञ्च नेपाल या सदस्य न जुयादी हजुर वेकन पछि सब पलखलिपा खलवाला यागु हेजी थौजी किपु या तियो गेट लिक्क चंगु हजुर कुमारी क्लब हन बलकुले जिवया जनको खरगा दाता थौया छि पामे जुदी हजुर रमिला योन्जन हजुर वेक छम मञ्जुश्री असहाय केन्द्र काठमाडौँ शाखा या महासचिव न जुयादी लगादासा राष्ट्रिय महिला अधिकार मञ्च छम सदस्य न जुयादी हजुर वेक या त झिगु ज्याजोले लस्कु स्यापाकी वनी अले थौ छि स वेक न प खस पास हे खल्यागु जी हजुर रमिलाजु हजुरलाई स्वागत छ चिमिसा कार्यक्रममा धन्यवाद सबभन्दा पहिला त यो राष्ट्रिय महिला अधिकार मञ्चको एउटा हजुर सदस्य पनि हुनुहुन्छ हैन त्यसैले छात्तै यो चाहिँ कस्तो संस्था हो यो विषयमा हजुर थोरै परिचय गरिदिनुस् राष्ट्रिय महिला अधिकार मञ्च भनेको चाहिँ यो चाहिँ पुरानो सायद 2058-60 देखि नै सुरुवात भएको एउटा सामाजिक नेटवर्किङ संस्था के हजुर रहेछ हैन यसमा म चाहिँ फर्दर यसमा जोइन भएको 2074 बाट है 74 बाट चाहिँ मैले त्यहाँ चाहिँ सदस्यता लिएर त्यही माध्यमबाट विभिन्न त्यो जुन पीडित महिलाहरूको केसहरू हेरिरहेको हैन हजुर त्यसले चाहिँ विशेष गरेर चाहिँ समाजमा जति पनि विशेष ग्रामीण महिलाहरूको लागि भनेर चाहिँ बनेको एउटा संगठन जुन पीडित महिलाहरूको लागि भनेर बनेको संगठन हो त्यो हैन त्यसले सुरुवातमा चाहिँ तुर्के सिस्टमबाट महिलाहरू आफैले चाहिँ 1-1 रुपैयाँ जम्मा गरेर चाहिँ त्यो संस्थालाई स्थापना गरेको रहेछ त्यो मेन चाहिँ यसलाई एनजिओकरण पनि हैन यो हैन एउटा नेटवर्किङ जुन हुन्छ नि नेटवर्क एउटा सञ्जाल जस्तो के नेटवर्क जस्तो कस्तो भन्दाखेरि जस्तो जुन समाजमा जहाँ जुन समुदाय जुनसुकै समुदायमा पनि आफ्नो समुदायमा कति पीडित भइरहेछ त्यो पीडाहरू कस्तो छ भनेर चाहिँ त्यही समुदाय भित्रबाट खोजेर अनि फर्दर अर्कोसँग चाहिँ जुन जो पीडित छ उसले अर्कोलाई जुन त्यो कुराहरू राख्छ नि त्यो कुरा चाहिँ त्यही समाजमा जुन त्यही समुदायमा मेलमिलाप गराउन सक्यो त्यही निराकरण गर्न सक्यो भने सक्यो हैन नत्र चाहिँ केन्द्रीय स्तरमा उ गर्ने भनेर 42 जिल्लामा यो संगठन सञ्जाल फिजिएको छ है अहिले भनेपछि 42 वटा जिल्लामा छ हजुर 42 वटा जिल्लामा फिजिएको छ अहिले हैन अनि त्यही त्यो जुन केन्द्रबाट चाहिँ जुन ठाउँमा जुन यो देशव्यापी रूपमा गरिरहेछ त्यही चाहिँ टोल एकाइ समिति गाउँ एकाइ अनि वडा समिति योहरू अनि अहिले प्रदेश बनिसकेपछि प्रदेश समिति पनि छ हैन त्यसरी त्यो ठाउँको चाहिँ कति घटनाहरू कसरी घटिरहेछ कति पीडितहरू हैन ग्रामीण महिलाहरूको आवाज कतिको चाहिँ दबिरहेछ भन्ने विषयमा चाहिँ त्यहाँ अब कर्मचारीहरू खटिएको हुन्छ यसलाई एक्सनेट नेपालले चाहिँ 2022 सम्मको लागि सम्झौता गरेको छ महिला अधिकार मञ्चसँग हजुर अनि त्यो सपोर्ट चाहिँ गरिरहेको हुन्छ प्रोजेक्ट आइएनजिओ मार्फत अनि जुन कर्मचारीहरू हुन्छ उहाँहरूले चाहिँ डाटा सङ्कलन गर्नुहुन्छ त्यो ठाउँको रिपोर्टिङ गरेर प्रपोजलहरू र अनि अब पीडितहरू कुन किसिमको छ हैन कति चाहिँ पीडाहरू कतिको हिंसा घटनाहरू घटिरहेछ उनीहरूलाई कसरी व्यवस्थापन गर्ने कसरी अदालत पुर्याउने अनि अब कोही पीडितहरू चाहिँ
अब खाने बस्ने आफ्नो स्थिति नै नभएको हुन्छ नि। जो अब कोही बच्चा भएको आमाहरू हुन्छ होइन, कोही अपाङ्गहरू हुन्छ, उनीहरू अब जस्तो उनीहरूलाई संरक्षण दिने कोही पनि छैन भने त्यो चाहिँ महिला अधिकार मञ्चले चाहिँ विभिन्न अन्य उहरूसँग लबिङ गरेर भए पनि समन्वय गरेर पनि चाहिँ यो सेवा हाउसमा राखिदिने, उनीहरूलाई चाहिँ व्यवस्थापन गर्ने कामहरू यसरी नै गर्दै आइरहेको छ र मैले पनि यही गर्छु त्यहाँ। हजुर, गरिराख्नु भएको छ। भनेपछि अब यो संस्था चाहिँ वास्तवमा यो संस्था चाहिँ अब यस्तो हो भन्ने कुरा हजुरले भनिदिनु भयो भने यसले चाहिँ काम गर्ने चाहिँ महिला अधिकारकै विषयमा काम गर्ने भयो होइन। जस्तै कि गाउँमा हामीले अब सहरमा जति पनि महिला हिंसा भइरहेका हुन्छन् तिनीहरूले अधिकार दिलाउनको लागि नै यो संस्थाले काम गर्ने हो भनेदेखि चाहिँ वास्तवमा कस्तो कस्तो अधिकारको लागि हजुरहरूले चाहिँ पहल गर्नुहुन्छ? यो चाहिँ यस्तो हो, यो अब केस कस्तो आउँछ होइन। हजुर, केस कस्तो छ, कन्डिसन के हो, धेरै घरेलु हिंसाहरू हुन्छ। हजुर, अनि मैले हेरेको उसमा चाहिँ मैले यो बलात्कारको मुद्दा 3टा चाहिँ रेप केसहरू गरे, तिनीहरूलाई चाहिँ आवश्यक कारबाहीहरू गराएर अहिले कारागारमै चलान्छन् 3जना होइन। अनि हजुर, रेप केसको। अनि अरू घरेलु हिंसाको सम्बन्ध विच्छेदकोहरू अहिले पनि चलिरहेछ अदालतमा। नटुङ्गेकोहरू छ, कोही कोही टुङ्गेको छ, उनीहरूको लागि व्यवस्थापन चाहिँ कसरी गर्ने भन्ने कुरा हुन्छ। अब जस्तो पीडितको चाहना के छ, पीडितलाई कस्तो मार्ग परेको छ र उसले कतिको महसुस गरिरहेछ कि म चाहिँ पीडित हुँ, ममाथि अन्याय भयो भन्ने कुरा होइन। त्यो अनुसार चाहिँ हामीले चाहिँ उनीहरूलाई सपोर्ट गरेर अब उनीहरू हाम्रो अन्यायको खिलाफ म उत्रिन्छु र हामीलाई चाहिँ मलाई चाहिँ न्यायको लागि सहयोग गरिपाउँ भनिसकेपछि हामीले चाहिँ उनीहरूलाई हजुर उसको एउटा सिग्नेचर गरेको निवेदन दिइसकेपछि चाहिँ अन्त त्यसलाई चाहिँ टुङ्ग्याउने अब कुन तरिकाले अन्त्येष्टि उसलाई बिचमा चाहिँ छोडिन्न, त्यो किसिमले नै काम गर्ने हो। र अब कुरा आउँछ चाहिँ मुद्दा मामिला अदालत भइसकेपछि भनेको लयरको कुरा आउँछ क्या। वकिल किन्न नसकेको कारणले वकिललाई दिने पैसा नहुँदाखेरि एउटा निवेदन लेखाउन नसक्दाखेरि महिलाहरू एकदमै पीडित छन् होइन। अनि त्यो भएको कारणले हामीले चाहिँ त्यो व्यवस्थापन गरिदिन्छौँ, लयरको फ्री लयर व्यवस्थापन होइन, उनीहरूको मुद्दा लड्ने। अनि मुद्दा नसकेसम्म उसको अधिकार प्राप्त नभएसम्म अब खान बस्नको चाहिँ व्यवस्था चाहिँ अब उसले आफू त्यो मुद्दा मामिलाको टाइम हुन्छ, उसलाई रिस्क पनि हुन्छ होइन। त्यो भएर उसलाई चाहिँ एक्लै छोड्नुभन्दा भनेर सेफ हाउसहरूमा अब उसको चाहना छ भने अब बाल बच्चालाई होइन होइन हजुर सेफ हाउसमा राखिन्छ। त्यस पछाडि कसरी एक्टिभ पाउने त्यो मोटिभेट गराइन्छ। अनि कसरी अब आफू आत्मसक्षम बन्ने भन्ने किसिमको चाहिँ त्यो ट्रेनिङहरू अब त्यही अनुसारको उनीहरूको लागि जबहरू अब व्यवस्थापन गर्ने कामहरू अब सकेसम्म चाहिँ गर्छौँ। हजुर, त्यस्तो केसहरूको लागि तपाईँले सहयोग गर्ने गर्नुहुन्छ। अघि तपाईँले भन्नुभयो कि जस्तै कि एउटा गाउँमा एउटा समाजमा यो कमिटी गठन गरेर होइन त्यसरी केसहरू गर्ने गरिन्छ भन्दाखेरि वास्तवमा एउटा समूह गठन गर्नु पर्यो भनेदेखि चाहिँ त्यसमा चाहिँ कस्तो कस्तो नियमावलीहरू रहेको हुन्छ र कसरी हामीले एउटा समूह हामीले दर्ता गर्न सकिन्छ, अनि त्यसमा भइसकेपछि उनीहरूले जिम्मेवारी कस्तो हामीले वहन गर्नुपर्ने हुन्छ, त्यसको विषयमा थोरै बताइदिनुहोस्। दर्ता त अलरेडी नेपाल सरकार र उसमा नै दर्ता नै छ यो संस्था होइन। हजुर, यो सङ्गठन चाहिँ दर्ता भएर सब अफिट प्राप्त हो, नेपाल सरकारको अनुमति प्राप्त। हजुर, अनुमति प्राप्त हो। त्यही भएर जिल्ला पछि दर्ता चाहिँ आवश्यक पनि पर्दैन। यसलाई चाहिँ जुन नियम हुन्छ तपाईँलाई यो चाहिँ जुन स्थानीय हुन्छ क्या, मेन स्थानीयलाई चाहिँ स्थानीयहरूले चाहिँ हामी पनि सङ्गठन विस्तार गरेर चाहिँ यसरी हामीले पनि हाम्रो समुदायमा भएको जुन पीडाको घटनाहरूलाई निराकरण कसरी गर्ने, रूपान्तरण हाम्रो सामाजिक उसको लागि चाहिँ हामीलाई पनि चाहियो भनेपछि हामीले चाहिँ त्यहाँ चाहिँ गठन गरिदिन्छौँ होइन। त्यो गठन गर्दा चाहिँ अब पहिला चाहिँ 10 रुपियाँ भन्थ्यो एउटा टिकट के अरे रसिद के, अहिले चाहिँ 50 रुपियाँ पुगेको छ होइन। त्यो रसिद काटिन्छ। अनि त्यो रसिद काटिसकेपछि अब जस्तो एकजना सदस्य बने बापत उहाँहरूले 50 रुपियाँ तिरेर जुन रसिद काट्नुहुन्छ, अनि त्यो रसिदको पैसा चाहिँ पहिला चाहिँ जिल्ला के अरे गाउँ एकाइ अनि जिल्ला अनि केन्द्र भनेर 3 ठाउँलाई विभाजन गर्थ्यो होइन। अहिले चाहिँ हजुर त्यो पैसा अहिले चाहिँ प्रदेश पनि बन्यो नि त, प्रदेश बन्यो। अनि त्यो भएर प्रदेशपट्टि पनि जान्छ क्यारे, गर्दाखेरि त 10-5 रुपियाँ कति कति त्यहाँ हुन्छ। त्यो भाग लगाएर जुन उब्रेको पैसा हुन्छ त्यसैलाई बोर्ड बनाएर चाहिँ अनि त्यही
पढाउने एउटा समूह जस्तो चाहिँ बनाएर अनि त्यहाँ अब कमिटी जुन ठाउँको हो होइन अब गाउँ टोलै काहीँ छ भने त्यहाँको अध्यक्ष सदस्य होइन मनोनित अब त त्यो जतिजना सदस्य हुनुहुन्छ उहाँहरू मध्येबाट फलानालाई अध्यक्ष बनाउने भनेर उहाँहरू नै मनोनित गरिसकेपछि उहाँहरूलाई एउटालाई लिडरसिप दिइन्छ अनि त्यो अनुसार अनि अब घटनाहरू घटेको कुराहरूलाई जस्तो पीडितहरूले चाहिँ व्यक्त गर्न नसकिरहेको हुन्छ उनीहरूलाई मोटिभेट गर्ने अब कस्तो छ पीडाको के अरे ऊ के इन्भाइरोमेन्ट होइन त्यो बुझेर चाहिँ अब न्यायको लागि जान डराइरहेको छ या मैले चाहिँ नि भोलि लयरलाई किन्न सक्दिनँ मेरो चाहिँ नि निवेदन लेखिदिने मान्छे हुँदैन त्यो समाजमा चाहिँ भोलि मैले चाहिँ नि आवाज उठाउनु धेरै चाहिँ घरेलु हिंसामा परेकोहरूले आवाज उठाउन सक्दैनन् होइन किन भन्दाखेरि घरको कुरा चाहिँ नि उठाइसकेपछि भोलि त्यहाँ बस्ने स्थिति पनि हुँदैन होइन अनि समाजले चाहिँ मलाई नै नराम्रो मान्छ भनेर चाहिँ अलिकति घरेलु हिंसामा परेको महिलाहरू डराउँछ होइन उनीहरूलाई चाहिँ नि अब सधैँ घरेलु हिंसा सधैँ सहाएर त कसैले पनि सक्दैनन् होइन त्यो नसकिसकेपछि अब यसलाई कसरी चाहिँ यो कुरालाई चिरेर समाजमा कसरी डटेर लड्ने होइन समाजसँग पहिलो फाइटिङ भनेको नै हामीले हाम्रो समाजसँग हुन्छ क्या समाज निर्माण गर्ने पनि हामी नै हो होइन हामी व्यक्तिबाट नै समाज भन्छ नि अनि त्यो समाजसँग फाइटिङ गर्न सक्छु म भोलि यो समाजसँग लडेर चाहिँ मैले बाँच्न सक्छु भन्ने किसिमको जुन हिम्मत आइरहेको हुँदैन तिनीहरूको लागि अब कतिले कानुन ल बुझ्दैन अनि त्यो पुरातन कुराहरू सोचेर पनि धेरै डिप्रेट भएर आत्महत्या गरेको महिलाहरू केसहरू टन्नै छ के त्यही भएर उनीहरूलाई चाहिँ आत्मजागृत हुने किसिमको मोटिभेट हुने ट्रेनिङहरू त्योहरू पनि दिँदै हाम्रो भन्नाले यो महिला अधिकार मञ्चले चाहिँ यस्तो ट्रेनिङहरू पनि दिने अनि अब जस्तै कि आफ्नो परिवारबाट आवाज उठाउन आफूलाई हिंसा परेको छ तर आवाज उठाउन नसकेको त्यस्तो महिलाहरूलाई चाहिँ हौसला दिने होइन त्यो गर्ने चाहिँ यसरी चाहिँ यो अधिकार मञ्चले चाहिँ भइराखेको छ हजुर अनि अर्को कुरा चाहिँ होइन यस्तो हो अब अदालत जानै पर्ने स्थितिको छ भने अदालत पुर्याएर सजाय दिलाइन्छ अधिकार दिलाइन्छ पनि होइन 100% सक्सेस भइन्छ के सत्यता कहिले पनि ढक्दैन र यदि छैन समन्वय गरेर सम्झाइ बुझाइले नै चल्छ भने चाहिँ सकेसम्म त्यसरी नै चाहिँ के भन्छ झै झगडा विवाद नबढाउँ मेलमिलाप गरौँ भन्ने एउटा स्लोगन छ अदालतको पनि होइन त्यसैलाई चाहिँ नै फलो पनि गरिन्छ अब अति नै भइसकेपछि चाहिँ अनि फर्दर कानुनमा पुगेको हुन्छ अनि विशेष पीडितहरूको चाहिँ कतिपय पीडितहरूको गुनासो के आउँछ भन्ने मलाई चाहिँ कति टाढा टाढाबाट पनि खोज्दै आउनु भएको हुन्छ कि कतिपय दिदीबहिनीहरू कसैको प्रहरीले निवेदन नलिदिने उल्टै पीडितलाई हप्काउने होइन त्यो किसिमकोहरू भयो भने अब प्रहरीसँग त्यसको स्पष्टीकरण के हो किन नलिएको भन्ने किसिमको कुरा गरिन्छ तर त्यहाँ हामीहरू गएपछि उनीहरूले तुरुन्तै चाहिँ लिन्छन् पनि होइन जब पीडित एक्लोलाई देखेर गरे हुन्छ नि त्यसमा चाहिँ अनि कोही कता हाम्रो मेम्बरहरू गइसकेपछि चाहिँ लिदिनुहुन्छ हजुर अनि हजुरले अब भन्नुभयो अघि कुरा होइन अब जस्तै कि अब पहिला सुरुमा अब एउटा महिलालाई अब एकदमै गाह्रो परेको छ अब बोल्न सकेको छैन अब एउटा अधिकार मञ्चमा गएर उसले आवाज उठाइदिन्छ भनेदेखि चाहिँ त्योबाट कसरी उहाँहरूको केस दर्ता गरेर कसरी उहाँहरूको न्यायसम्मको हामीले उ गर्न सकिन्छ यस्तो अब जस्तो पीडित पहिलो कुरा चाहिँ पीडित आउनु पर्यो जस्तो कि जसलाई पीडा परेको छ जो अन्यायमा छ उसले महसुस गर्ने कुरा हो कि म चाहिँ पीडित हुँ मलाई चाहिँ नि पीडा पर्यो म चाहिँ अन्यायमा छु होइन त्यो आफूलाई महसुस भइसकेपछि अब मैले चाहिँ यो मेरो न्यायको लागि कानुनी कदमहरू उचाल्नुपर्छ भन्ने किसिमको जुन हुन्छ आफूलाई महसुस हुनु पर्यो नि पहिलो कुरा त आफूले त्यो महसुस गरिसकेपछि उहाँको कुरा उहाँ डाइरेक्ट आफै सक्नुहुन्छ भने त सङ्घ संस्थामा होइन अधिकार कर्मीमा नआइकन डाइरेक्ट प्रहरीमा जानुपर्ने केस फौजदारी छ भने प्रहरीमा जाने होइन घरेलु हिंसाहरू छ भने होइन अरू अन्य मुद्दाहरू अब जस्तो अरू पनि त हुन्छ नि त होइन त्यस्तो छ सम्बन्ध विशेष छ अंश मुद्दा छ भने अदालत डाइरेक्ट उहाँ जान सक्नुहुन्छ तर उहाँलाई अदालत डाइरेक्ट जानको लागि सहयोग चाहियो सपोर्ट भएन होइन लयरलाई चाहिँ नि हायर गर्न सकेन भने सङ्घ संस्थामा आउने हो र उहाँहरूले आएर न्यायको लागि सहयोग गरिपाउँ भनेर चाहिँ निवेदन दिनु
हुनुहुन्छ होइन हामीले त्यही निवेदन दिन्छौँ र उहाँ पहिलो त उहाँको कुरा के हो मार्का कस्तो हो होइन त्यो सबै बुझ्छौँ त्यो बुझिसकेपछि र अब उहाँको फ्यामिलीसँग या कस्तो अब त्यहाँ चाहिँ जुन किसिमको एउटा इन्भाइरोमेन्ट बनाएर उहाँहरूको मेलमिलाप हुन्छ भने त्यही अनुसार गर्छौँ तर पनि पीडितले चाह्यो भने मात्रै है नत्र कुनै पनि पीडितहरूलाई चाहिँ जबरजस्ती मेलमिलाप गर भन्न पनि कसैले दबाब दिन मिल्दैन होइन पीडितले चाहन्छ भने त्यो पनि गराइन्छ होइन र मेरो चाहिँ अदालतै लगिदिनुपर्छ म चाहिँ कानुनमै उ गर्न चाहन्छु भने चाहिँ भनिसकेपछि चाहिँ हामीले चाहिँ उहाँलाई लयरको व्यवस्थापन गरिदिन्छौँ वकिल हायर गर्न नसक्ने स्थितिकोलाई चाहिँ होइन र खान बस्न पनि मलाई व्यवस्थापन छैन भन्नुहुन्छ भने त्यही अनुसारले उहाँलाई कसरी सेफ्टी बनाउने होइन त्यो पनि सोध्छौँ र अनि जस्तो उहाँहरूको केस चाहिँ हामीले उठाइसकेपछि उहाँहरूलाई भोलि गएर थप पीडा चाहिँ नपर्ने किसिमले थप मार्का नपर्ने किसिमले चाहिँ हजुर हो त्यस्तो चाहिँ कामहरू त्यो गरिन्छ र बिचमा चाहिँ भोलि हामीले केस लिने त्यस पछाडि फेरि अब हुन्छ नि त विभिन्न उहरू त्यो भइसकेपछि डराएर डगमगाएर या जुनसुकै कारणले के कतिपय चाहिँ लालचमा पनि पर्छन् लालच देखाउन पनि आउँछन् होइन केस रोक्नको लागि त्यो चाहिँ रोकिन्न अरूले त अरू हाम्रो टिमले पनि के गर्ला त्योसँग मलाई भएन होइन तर जति पनि मैले लिन्छु नि मसँग आउँछ नि त्यसमा चाहिँ त्यो किसिमले मैले चाहिँ कहिले पनि उनीहरू जस्तो सुकै धम्की नै दिन आए पनि लालच दिन आए पनि जे गर्न आए पनि पीडितलाई एक्लो कहिले पनि छोडेको छुइनँ र छोड्दिनँ पनि योभन्दा अगाडि पनि यो जुन लकडाउनको टाइममा त कुनै पनि केस हेरिनँ होइन एउटै केस मसँग आएको थियो बलात्कारको केस होइन यस्तो थियो त्यो चाहिँ म्यारिटल रेप थियो होइन म्यारिटल रेप भएको अनि कुटपिट र म्यारिटल रेप अनि भरे म्यारिटल रेप भनेर उहाँहरूले जारी हाल्नु भएछ प्रहरीमा होइन तर त्यो पछि मैले जुन केस स्टडी गरेँ नि केस स्टडी गरिसकेपछि त्यो म्यारिटल रेप होइन के त्यो कसरी म्यारिटल रेप होइन भन्दाखेरि चाहिँ यहाँ झुटो सोच्नु होला होइन तर त्यो कसरी म्यारिटल रेप होइन भन्दाखेरि जब श्रीमानले चाहिँ म यो श्रीमतीसँग बस्न चाहन्न भनेर सम्बन्ध विच्छेदको मुद्दा जिल्ला अदालतमा काठमाडौँमा दर्ता गरिसकेको रहेछ पहिला अनि त्यस पछाडि श्रीमतीले फर्दरमा चाहिँ म डिभोर्स दिन चाहन्न वाट इज द रिजन अफ द डिभोर्स भनेर रहेछ के उसले मेरो रिजन के किन मैले डिभोर्स दिने होइन त्यो भनिसकेको रहेछ अनि त्यो भएपछि पनि त्यो मुद्दा चाहिँ अदालतले खारिज गराएको रहेछ के किनकि त्यो श्रीमानले चाहिँ जुन डिभोर्स माग गरेको थियो श्रीमतीले दिन नचाहिसकेपछि त्यो डिभोर्सको मुद्दा खारिज भएको रहेछ होइन त्यो यस्तो भएको रहेछ मुद्दा खारिज भएछ मुद्दा खारिज भइसकेपछि फेरि उसले चाहिँ मेरो श्रीमतीलाई एक्सेप्ट गरेर चाहिँ म श्रीमतीसँग फेरि समन्वय गरेर बस्न चाहन्छु भनेर श्रीमतीलाई घरमा ल्याएछ होइन घरमा ल्याइसकेपछि अनि फेरि उसले घरमा आइसकेपछि फेरि कुटपिट गर्यो फेरि त्यहाँदेखि त्यस्तै सम्बन्धहरू गर्यो होइन अनि गरिसकेपछि फेरि उसले पाटन जिल्ला के अरे उच्च अदालतमा गएर चाहिँ सम्बन्ध विच्छेदको रिमुद्दा हाल्यो क्या केटाले नै आफैले चाहिँ जुन मुद्दा पहिला गर्यो त्यस पछाडि फेरि अनि सम्बन्ध विच्छेदको मुद्दा चल्दै गरेको अवस्थामा चाहिँ ऊ श्रीमतीसँग शारीरिक सम्बन्धमा बस्न आउँछ भने त्यसलाई म्यारिटल रेप भन्दैन त्यसलाई जबरजस्ती गर्ने अर्को रुम हुन्छ क्या त्यो चाहिँ अन्य महिलालाई रेप गरेको बराबर होइन त्यही भएर त्यो चाहिँ जबरजस्ती करनीको मुद्दा चल्यो होइन त्यो चाहिँ अनि हामीले चाहिँ प्रतिवेदन जुन प्रहरीमा जाहेरी गराएका थियौँ त्यो जाहेरीमा चाहिँ म्यारिटल रेप भनेर लेखेको रहेछ अनि पछि फेरि हामीले सरकारी वकिलबाट चाहिँ उ गराएर मुद्दाको शीर्षक नै चेन्ज भयो कि त्यसलाई चाहिँ नि जबरजस्ती करनी भयो त्यो होइन त्यो चाहिँ अन्य महिलालाई उसको श्रीमतीको लाई जबरजस्ती गरेको म्यारिटल रेप हुन्थ्यो भने यहाँ त सम्बन्ध विच्छेदको मुद्दा चल्दै भएको शारीरिक सम्बन्धलाई चाहिँ नि जबरजस्ती करनी कानुनमा त्यो भाषा चेन्ज भयो अनि जिल्ला अदालत ललितपुरबाट नै आज दसैँभन्दा अलिकति अगाडि भनेपछि 20 days जति भयो 20-25 days जति भयो कारागार चलन गराइयो होइन उनीहरूको तर्फबाट पनि 2 जना लयर थियो हाम्रो तर्फबाट सरकारी लयर र अनि एकजना अर्को थियो यो बिचमा मैले लकडाउन पछि गरेको काम चाहिँ त्यो होइन उसलाई अहिले कारागारमै छ अनि हो यो मुद्दामा चाहिँ धेरै किसिमको दबाब आयो के 10 दिनभित्रमा चाहिँ फलाना महिला अधिकार कर्मीलाई मारिदिन्छु अनि फलानाले उचालेर केस गरायो भन्ने किसिमको विभिन्न लान्छनाहरू पनि लाउने किसिमको धम्कीहरू होइन त्यस्तोहरू आयो तर मलाई
तर जब हामीलाई निवेदन आइसक्यो 1 महिना स्टडी गरेर होइन हामीलाई चाहिँ नि सहयोग गरी पाऊँ भनेर निवेदन आइसक्यो विभिन्न मिडियाहरूमा समाचारहरू छतछुल्ल थियो होइन त्यो भइसकेपछि हामीले मात्रै सपोर्ट गरेर केसको बारेमा बुझ्दै र अदालत पुर्याएर एउटा चाहिँ नि के अरे पीडितलाई सहयोग मात्रै गरे हो नि मैले होइन तर न्याय दिलाउनको लागि पहल आरोप चाहिँ उनीहरूले लगायो होइन आरोप लगाएर अनि चाहिँ नि 10 दिनभित्रमा मारिदिन्छु भन्ने त्यस्तो धम्कीहरू पठाएको थियो अब डराएर पीडितलाई छोडोस् भन्ने उनीहरूको चाहना हो होइन अब पीडितको कि त पहिला सुरुमा उसको केसलाई हामीले छुँदै नछोइदिएको भए पनि एउटा किसिमको हुन्छ होइन तर हामीले नै डराएर छोडिदिने भन्ने त हुँदैन नि त भनेर त्यो केस चाहिँ छोडिएन ऊ कारागारमा अहिले पनि नक्कु कारागार चलाउनु भनेपछि उहाँ महिलाले चाहिँ न्याय पाउनु भयो अब न्याय पूर्वपक्षको लागि गइसकेको छ हजुर अब फैसला बाँकी हो हजुर फैसलामा पनि कसैलाई चाहिँ श्रीमती नै भए पनि श्रीमती बनाएर चाहेको बेलामा श्रीमतीसँगै बस्ने अनि नचाहँदाखेरि चाहिँ श्रीमतीलाई सम्बन्ध विच्छेद चाहियो भन्ने अनि फेरि त्यही श्रीमतीसँग सम्बन्ध बनाउन जाने भनेपछि त्यो जबरजस्ती करनी त्यो त एउटा कोर्टलाई के एउटा भाडालाई चाहिँ युज गरे जस्तो हो नि श्रीमतीको हैसियत त्यो मात्रै होइन नि हजुर होइन कतिपय केसहरूमा होइन जस्तो श्रीमती भनेको चाहिँ घर चलाइदिने फ्रीको नोकर अनि बच्चा पाइदिने मेसिन अनि चाहिँ कोही कामदार महिला अब बाहिर काम गर्ने छ भने 2 पैसा घर ल्याउँदो हुन्छ होइन त्यो चाहिँ नि कुनै यो हो साधन त होइन नि चाहेको बेलामा ऊ श्रीमतीको हैसियत त्यति मात्रै होइन नि बिना तलबको एउटा कर्मचारी श्रीमतीको हैसियत त्यति मात्रै होइन कि हजुर एउटा अचम्म पनि लाग्यो कि मलाई त्यो केसमा होइन श्रीमती नराम्रो भयो सम्बन्ध विच्छेद पनि चाहने अनि सम्बन्ध विच्छेदको मुद्दा दर्ता गरिसकेर पनि त्यही श्रीमतीसँग आएर घरमा बसिरहेछ भने त्यो मान्छे कति नीच हो त त्यही श्रीमतीलाई चाहिँ नि राडी रन्डिए बेसिया त्यो के शब्दहरू के सुनिसक्नु होइन त्यो सबै रेकर्डिङहरू नै पेश गरिदिएको हो मैले त्यहाँ अदालतमा त्यस्तो शब्द बोल्ने अनि भइरहेको छ अहिले पनि लचकाउने फल्नालाई चाहिँ नि हटाउनु पाए फल्ना अधिकार हटाउन पाए यो मुद्दा चाहिँ पीडितलाई त त्यो हल्लाइन्थ्यो किनकि यत्रो वर्षदेखि त दमनमा राख्न सकेको थिएँ अहिले यो मुद्दामा पनि लडाइँ फुटाइ गर्छु भन्ने त्यो चिजले मलाई दबाब दिएको हो उनीहरूले होइन त्योसँग त मलाई सरकारै भएन किनकि काम हो फिल्डमा उत्रिसकेपछि जे पर्छ होइन अब उनीहरूको डरले घरभित्रबाट बाहिर ननिस्किएको कुरा पनि हुँदैन होइन त्यस्तो चाहिँ गर्छ धेरैवटा केसहरूमा गरे पनि तर अरूमा भन्दा पनि यसमा चाहिँ अलिकति बढ्ता गर्यो तिनीहरू अलिकति पैसाको चलखेल गर्न सक्ने नाते रहेछन् त्यो भएर चाहिँ उ गर्यो त्यो उनीहरूको पैसामा चाहिँ नि नबिकिसकेपछि चाहिँ अनि धम्कीको कुराहरू आएको हो हामीलाई चाहिँ हजुरसँग एकछिनपछि हामी फेरि छलफल गर्ने नै छौँ है त तेनामी बाजुमेजु ठुगुइले चिसन जना चना दिगुदु निवा एफएम 106.6 मेगाहर्ज अनलाइन पाके जना चंगु छिमिसा ज्याजु थौया ठुगु ज्याजु न्याके नीति थौजी कुमारी क्लब बलकोले ठन्जु वया जनको खरगा दाछ थौया छि पामेजुदी प्रमिला योन्जन हजुर वे गर्न पठाउँ छि महिला हिंसा अधिकार विषय नै ठाउँ खलाना जनको जला वे गर्न पछि सब पलखली पाहक न खलबला या गुहेजी आयता धाता छिगुन्यानी बचा हागगु दिपा केके न अथुगु बचा हागगु दिपालिपा हाकनच कचिता लस्कु ज्याना रमिलाजु हजुरले अघि भन्नुभयो कि अब यो महिलाहरूको विषयमा केस हैन दर्ता गर्न सकिन्छ अनि यो महिलाहरू चाहिँ हजुरको विचारमा चाहिँ वास्तवमा चाहिँ अगाडि आउन नचाहेको चाहिँ के हो जस्तो लाग्छ किनभने कतिपय महिलाहरू यस्तो हुन्छ कि अघि भन्नुभयो कि एउटा वकिललाई हामीले पैसा तिर्न सक्दैन हैन हो यो एउटा डर भयो भनेदेखि चाहिँ कति केसहरू चाहिँ थन्किएर वर्षौं लाग्ने एउटा न्याय पाउनको लागि समय धेरै लाग्ने भएको कारणले भनेको टाइममा हामी जान नसक्ने समय दिन नसक्ने आफैले कमाउनु पर्ने आफै पनि भनेकै टाइममा पुग्नु पर्ने त्यसले गर्दाखेरि पनि मान्छेहरू पछि हटेको पनि कति कुरा छ भने हजुरको विचारमा चाहिँ कस्तो लाग्छ किन वास्तवमा यस्तो महिलाहरू यस्तो हिंसामा परेर अगाडि आउन नचाहेको मेन अब घरेलु हिंसाको चाहिँ धेरै नै लुकाउनु खोज्छ हैन हजुर अन्य पनि यो समाज सोसाइटी जुन छ नि हाम्रो हामी आफै हो समाज हामी आफै हो सोसाइटी हैन तर हाम्रो जुन सोचहरू बदलिन नसकेको के
हजुर सोचलाई चाहिँ नि डेभलप गरेर कार्यान्वयन गर्न नसकेको होइन। जस्तो तपाईँलाई चाहिँ नि कसैको घरमा घरेलु हिंसा भइरहेछ, अब त्यो कुरा बाहिर भनौँ भने झनै ऊ हुन्छ कि होइन। त्यो सोच्दा सोच्दा उनीहरू आफै डिप्रेट भएर कोही सुसाइड गरिरहेछ होइन। कसैले चाहिँ अब अति नै भइसकेपछि कि घरै छोडेर हिँडेको छ। कानुनमा लड्दाखेरि अब त्यही हो, आफै गएर अदालतमा न्यायाधीशको सामु बोलेर हुँदैन। हजुर होइन, बोल्नको लागि लयर चाहियो। तपाईँलाई त्यही कति पेजको निवेदन तयार पार्नु पर्यो, कति उ गर्नु पर्यो, त्यसको लागि पनि पैसा खोज्छन् होइन। पैसा बिना कसैले उ नगरिसकेपछि उनीहरू पछि हट्छन्। अनि अब छोराछोरी भएको महिलाहरू चाहिँ छोराछोरीको भविष्य, छोराछोरीको लागि भन्छ होइन। त्यो भन्छ, त्यो भन्दा पनि आफ्नो लागि उनीहरूले जीवनै बिर्सेको हुन्छ र पनि आफ्नो पीडाहरू लुकाउँछन्। तर त्यो लुकाउनु उनीहरूको महानता म पनि सोच्दिनँ। किन भन्दाखेरि त्यो लुकाउनु महानता होइन, किनकि झन् थपिरहेको हुँदो रहेछ कि, झनै थपिरहेछ होइन। त्यो लुकायो, अब यसले चाहिँ बाहिर भनेन, अब मैले यसो गर्न हुँदैन भन्ने सोच चाहिँ त्यो जो हिंसा गर्छ त्यसलाई आउँदैन। उसले झनै उक्सिन्छ कि मैले चाहिँ नि जे गर्दा पनि हुँदो रहेछ नबोलेको कारणले। त्यो भएको कारणले उसलाई फर्दर कानुनमा लगेर सजाय चाहिँ दिलाउन आवश्यक हुन्छ। र महिलाहरू मेन अब हिचकिचाउने भनेको अब फ्यामिलीवाला बच्चा बच्ची भएको छ भने बच्चाहरूको एउटा माया हुन्छ जुन होइन। भोलि मेरो बच्चाको चाहिँ नि फ्यामिली, मेरो बच्चाको बाबै नहुने हो कि, मलाई यो समाजले घृणा गर्ने हो कि होइन, त्यो हुन्छ। अनि एउटा चाहिँ आत्मसक्षम हुन नसक्नु होइन। अनि नेपालको चाहिँ कानुन, नेपाली हाम्रो जुन कल्चर के छ भन्दाखेरि छोरीको चाहिँ घरै भएन कि, छोरीले अंश माइतीबाट पनि पाएन, न अंश पायो न वंश पायो पिताको होइन। त्यो नपाइसकेपछि उसको घर पनि त्यही श्रीमानको घर हुने होइन। अनि त्यहाँ त्यो श्रीमानको घरमा ऊ सधैँ हिंसामा छ भने उसले आवाज उठाउने बित्तिकै त्यो घर पनि पुग्छ होइन। त्यो भइसकेपछि त्यो डरले पनि एकदमै डराएर हिचकिचाएर अगाडि चाहिँ आवाज उठाउन नचाहेको हुन्छ होइन। किन यो जुन किसिमको ल छ नि, के अरे नियम कानुनमा त छोरी लाउँछ दे, छोरा लाउँछ दे, यो त हुँदै छैन होइन। छोरीलाई नपाउने, छोराले पाउने भन्ने। तर जुन हाम्रो सोसाइटीको सोच छ नि, यो सोचलाई डेभलप गरेर छोराछोरी बराबरी भनेर जुन मुखले बोल्छन् नि, त्यसलाई चाहिँ चिरेर छोरी र छोरालाई पैतृक सम्पत्ति बराबरी भाग लगाइदिने बित्तिकै यो हिंसा एकदमै कम हुन्छ। किनकि भोलि त्यो श्रीमानसँग छुटेर पनि म मेरो आफ्नो घर सञ्चालन गरेर बस्न सक्छु, मसँग मेरो प्रोपर्टी छ भन्ने किसिमको चाहिँ जुन आँट र हिम्मत छोरी मान्छेमा चाहिँ आउँछ भन्ने मलाई लाग्छ कि। हजुर, भनेपछि हजुरको विचारमा यो महिलाहरू चाहिँ आफू दमनमा रहनु, आफ्नो जति नै हिंसा भए तापनि अगाडि आउन नसक्नुको कारण चाहिँ वास्तवमा आफूमा एउटा अब आर्थिक स्रोत कमजोर भएको कारणले भोलि पछाडि अब मैले केही भयो भने श्रीमानकै मैले अब बस्नुपर्छ होइन, मेरो छोराछोरी मैले पाल्न सक्दैन कि भन्ने त्यो सोच्ने पनि मान्छे आउन नचाहेको। अनि त्यो चाहिँ एउटा समाजले पनि उसलाई चाहिँ त्यो नदिएको सामाजिक बन्धन जुन एउटा ऊ हुन्छ। जस्तो श्रीमानले चाहिँ जे गरे पनि उनीहरूले सहनुपर्छ भन्ने किसिमकै सोच छ क्या अहिले। यो हाम्रो समाज जतिसुकै डेभलप भयो, जतिसुकै डेभलपको कुरा गर्छन्, जतिसुकै गरे पनि एउटा यस्तो पुरातन सोच छ कि श्रीमानले चाहिँ जे गर्दा पनि हुन्छ, सहनुपर्छ भन्ने किसिमको क्या। अनि त्यो चिर्न नसकेर अनि महिलाहरू सक्षम हुन नसक्नु, सक्षम त हुन्छ जब भोक लाग्छ तब नै खानेकुरा खान्छ कि होइन। त्यो डराउन आवश्यक चाहिँ पर्दैन। तर यो सोसल छ नि, यो सोसल समाज के, यो समाजले भोलि एकल महिला हुने बित्तिकै बस्नलाई दिँदैन क्या राम्रोसँग होइन। हरेक कुरामा व्यवहारिक कामहरूदेखि लिएर हरेक कुरा हुन्छ नि। आज एउटा मान्छेसँग कोहीसँगै काम गर्यो, अब त्यहीसँग लान्छना लगाइदिन्छ होइन। भोलि अर्कोसँग काम गर्नुपर्ने हुन्छ, त्यहीसँग लान्छना लगाइदिन्छ। एउटा महिलाले बाहिर निस्केर कोहीसँग व्यवहारिक काम गर्दाखेरि नै उहीसँग लान्छना लगाउनु त्यो त आवश्यक पर्दैन नि होइन। त्यो भएको कारणले त्यो डरले पनि उनीहरू चाहिँ अगाडि बढिरहेको चाहिँ मैले देखिनँ के। मैले जुन सुदूरपश्चिमको गएको थिएँ नि म एकपल्ट, अनि त्यतिखेर त्यहाँनिर चाहिँ धेरै घटना के, कति धेरै पढेको सबै डिग्री होल्डर महिलाहरू है, तर एक शब्द पनि आवाज उठाउन नसक्ने, दिनभरि बुढो चाहिँ तास खेलेर उ गर्ने भरे बेलुका आएर पुग्ने कि
हैन त्यस्तो हुँदाखेरि शिक्षित महिला भएर अनि त्यस्तो हुँदाखेरि पनि उनीहरू एकदमै डराउने हैन हजुर के अरे प्रहरीमा पनि जान नचाहने के उजुरी गर्न पनि उनीहरूले चाहिँ उजुरी नगर्ने यस्तोसम्म देखे कि 6वटा स्वास्नी घरमा ल्याएर राख्दाखेरि पनि उनीहरूले चाहिँ नि त्यहाँ केही आवाज उठाउन नपाउने 6वटा स्वास्नी ल्याउँदा स्वास्नी भनेपछि कसको कमजोरी त अब त्यो अब कमजोरी पुरुषहरू जुन छ नि तिनीहरूले चाहिँ यो मैले स्वास्नी कुट्नु चाहिँ मेरो बहादुरीपन भन्ने उनीहरूको हैन अनि आवाज उठाएर युद्ध समाजको जुन परिपाटी छ त्योसँग लड्न नसक्नु अब कमजोरी भन्ने कि बाध्यता भन्ने महिला त्यो दुईटै हो बाध्यता एउटा बाध्यता पनि छ त्यहाँ भित्रमा हैन त्यहाँ एउटा मुद्दा के भन्ने पनि एउटा भयो नि त त्यहाँ त्यो एक्लै बाँच्ने जुन विदेशी कल्चर होइन नि त यो नेपाली हो हजुर एकल भएर चाहिँ बस्दाखेरि समाजले नेगेटिभ सोच्ने नराम्रो दृष्टिले हेर्ने एउटा महिला चाहिँ बाहिर निस्केर काम गर्दाखेरि त नराम्रो भन्छ भने झन् एकल हुँदाखेरि के भन्छ भन्ने उनीहरूको त्यो गहिरो सोच हुन्छ क्या पछिसम्मको त्यो सोचले गर्दाखेरि पनि उनीहरू डराएर हिचकिचाएर चाहिँ हिंसाको कुराहरू बाहिर ल्याउँदैन र आफै डिप्रेसन भएर धेरै महिलाहरू आत्महत्या गर्नुको कारण घरेलु हिंसा हो हजुर हैन यो चाहिँ यो आत्महत्या कसरी गर्छ घरेलु हिंसा के हो भन्ने कुरामा चाहिँ पहिला त अब अलिकति उमेर पनि सानै थियो मेरो पनि हैन त्यति बुझ्दिन थिएँ के तर अब चाहिँ अबदेखि चाहिँ अब थिङ्किङमा अलिकति चेन्जिङ उमेर अनुसार भयो नि त हजुर त्यसमा चाहिँ मलाई लाग्यो आत्महत्या साँच्चीकै यस्तै भएपछि चाहिँ मान्छेले गर्दो रहेछ भन्नेमा चाहिँ म पनि पुगेको थिएँ हजुर आफूले पनि त्यस हरेक जुन जति पनि पीडितहरू आउँछ नि तिनीहरूको सबै स्टोरी सर सुनिन्छ नि एकछिन 1 घण्टा स्टोरी सुनिन्छ नि त स्टडी गरिन्छ हजुर त्यो सबै सुन्दाखेरि त्यो आफ्नो मुटु चाहिँ पोल्छ क्या पहिला हजुर हैन त्यो आफूमाथि त्यही दुर्घटना त आफूमाथि सबै घटेको घटना हो नि त हैन तिनीहरूले भन्दा धेरै हिंसामा त आफू पनि त म पनि त परेको हो नि भन्ने मलाई चाहिँ लाग्छ भनेपछि बत्ती मुनि अँध्यारो भने जस्तै आफूलाई पनि परे कि क्या हो तपाईलाई एकदमै हो त्यो चाहिँ किनभने अर्को स्टडी गर्दाखेरि आफूलाई पढ्नु भनेको अनि एकदमै अनि मलाई चाहिँ कस्तो लाग्छ भने उनीहरू आएर जुन पीडा सुनाउँछन् अनि त्यो पीडाहरूलाई चाहिँ अरूले चाहिँ मजाकको रूपमा पनि अलिकति लिन खोज्छन् के हजुर यस्तै हो छोरी मान्छे हैन एउटा अधिकार कर्मी भएर एउटा संस्थाको मान्छेहरूले पनि त्यस्तो बोल्छन् के हाम्रै साथीभाइहरू हैन तर मन छुन्छ के तिनीहरूको पीडाले हैन अनि प्राय जसो पीडितहरूले चाहिँ मलाई खोजिरहेको हुन्छ के त्यही पनि अब आउँदाखेरि पनि फल्नालाई चाहिँ नि भेटाइदिनु मन छ भनेर उनीहरूले अरू साथीहरूले पनि गरिदिनु फल्नासँग चाहिँ पुर्याइदिनु भनेर फेसबुकमा पनि पेजहरूमा कति म्यासेजहरू आएको हुन्छ हेल्प भनेर होइन त्यो किनकि त्यो पीडा जसलाई चोट पर्छ त्यो अचानकको चोट चाहिँ अचानकले नै बुझ्छ अरे के होइन त्यो पीडितहरूको त्यो पीडा एकदमै म आफ्नो सोचेर आफ्नो तरिकाले लड्दिनु तपाईँ यो मुद्दामा किन आफ्नै जस्तो गरेर चाहिँ मेहनत गरेर लड्नुहुन्छ त यो अपराधीले चाहिँ सजाय नपाउँदा पनि त तपाईँलाई त केही फरक पर्दैन नि भन्ने क्वेसन मलाई लयरहरूले गर्छ के हजुर हैन अदालतमा अनि मैले मेरो लागि के अरे मैले चाहिँ केही कुराहरू गरिदिएर उनीहरूको लागि चाहिँ जुन आशा लिएर उनीहरू आछ होइन उनीहरूलाई निराशा नबनाएर चाहिँ यो राम्रोसँग केस लडिदिँदाखेरि उसले चाहिँ न्याय पाइरहेछ भने त्यो खुसीको कुरा हो नि सबै कुरा पैसा होइन नि त मेन भनेको मान्छेहरू पैसा हेर्दो रहेछन् होइन मैले काम गरिरहेको देख्छन् अनि यसले कति न पैसा कमाउँछ भन्ने हुँदो रहेछ क्या द्याट इज भ्रम त्यो सबै भ्रम हो होइन किनकि मैले त उनीहरू पीडितको लागि सहयोग गरिरहेको हुन्छु मलाई त नपीडितबाट फिमिलिया हुन्छ होइन तर पनि त्यो उनीहरूको त्यो जुन किसिमको आँसुहरूलाई चाहिँ पुस्नको लागि मात्रै हो होइन अनि उनीहरूले चाहिँ पैसाको लोभमा चाहिँ लालचिएर यो मुद्दा छोडिदिन्छ कि भन्ने अब वकिल त दुई पक्षकै हुन्छ नि त होइन अनि विपक्षीकोहरूले त्यस्तो कुरा गर्छन् के अनि त्यस्तो कुराहरू गर्न आउँछन् लयरहरू एउटा महिला लयर अधिवक्ताज्यूले चाहिँ महिलाकै विरुद्धमा यस्तो यस्तो शब्दहरू बोलेर बहस गरेका थिए एउटा मुद्दामा होइन बाहिर निस्किसकेपछि के हो अधिवक्ताज्यू महिला भएर महिलाकै पक्षमा यस्तो गर्ने भन्दाखेरि यो त मेरो पेसा हो भनेर भन्थ्यो अरे के तर पेसा भयो भन्दैमा गिर्नै त आवश्यक हुँदैन कि हजुर पैसाको लागि मानिसहरूले चाहिँ आफ्नो इज्जतलाई पनि त्यसरी हुँदो रहेछ अब धेरै चाहिँ मैले अब पीडाहरू आफ्नो ताजा हुन्छ कि जब अरूको पीडा सोध्छु हिजोको दिनको पनि जुन बिर्सिसकेको कुराहरू पनि आफ्नो ताजा भएर आउँछ अनि यिनीहरूलाई सहयोग गर्नुपर्छ मैले
भन्ने लाग्छ र मैले सहयोग गर्छु। जतिलाई सहयोग गरेँ तिनीहरूलाई 100% सक्सेसै बनाएँ मैले होइन। त्यो समाजले जेसुकै भनोस् एउटा पीडितको पक्षमा उठ्दाखेरि मलाई चाहिँ नि नराम्रो भन्दो रहेछ भने त्यसमा पनि द्याट मलाई ठिक छ होइन, त्यसमा केही फरक पर्दैन। सजाय पाएको व्यक्तिले चाहिँ शत्रुको रूपमा चाहिँ हेर्दै भयो हेर्छन् त्यो त। हजुर भनेपछि अघि भन्नुभयो धम्की आउने कुराहरूदेखि लिएर हरेक आफ्नो ज्यानको सुरक्षा पनि अब आफूले चाहिँ गर्नलाई कुनै बेलामा त्यो त यस्तो हो, सबै मान्छे नबुझ्ने हुँदैन कि। हजुर कसैले चाहिँ बुझ्छ के भन्छ भन्दाखेरि मैले क्राइम गरेँ त्यही भएर सजाय पाएँ होइन। जो मूर्ख छ नि त्यसले चाहिँ नि मैले आफूले गरेको जुन गल्ती छ त्यसलाई महसुस गर्नु ठुलो कुरा हो होइन। त्यो जसले चाहिँ मैले गल्ती गर्नु नै मेरो बहादुरीपन हो भनेर मूर्ख हुन्छ नि त्यस्तोले मात्रै हो त्यस्तो हामीलाई नेगेटिभ सोच्ने अधिकार गर्ने। अब फल्नाहरूले कानुनमा मलाई यसरी गरेर मैले सजाय पाएँ भनेर चाहिँ त्यो जस्तो मूर्खले मात्रै नराम्रो सोच्ने हो। र फर्दर बुझ्न सक्ने मान्छे हुन्छ मैले गल्ती गरेँ यो गल्ती गर्न हुँदैन थियो र मैले सजाय पाएँ भनेर बुझ्न सक्ने हुन्छ नि उनीहरूले एकदमै मित्र मान्छ। त्यस्तो धेरै नराम्रो होइन मलाई नराम्रो मानेको भनेको यही मुद्दाको मान्छे हो, त्यो पनि एकदमै फटा क्रिमिनल माइन्ड मान्छे भएको कारणले हो। र मेरो अगाडि त त्यस्तो गरेन, अरू माध्यमबाट चाहिँ गरेको कुराहरू हो। नत्र जतिको पनि गरे मुद्दाहरू जतिको हेऱ्यो नि उनीहरू चाहिँ सुरुमा विपक्षी बनेर आए पनि लास्टमा चाहिँ फ्रेन्ड बनेर नै गयो कि होइन। तपाईँको कुराहरू सुन्दा तपाईँले मुद्दा हेर्दै हुनुहुन्छ भन्दाखेरि कस्तो न किन होला कस्तो होला भन्ने किसिमको लाग्थ्यो। तर तपाईँ त एकदमै राम्रो मान्छे हुनुहुँदो रहेछ, फ्र्याङ्क तपाईँले सोचे राइट हो त्यही कुरा भनिदिइरहनु भएको छ भन्नुभएको थियो क्या मलाई। यो एउटा प्रहरीले गरेको बलात्कार मुद्दा हेरेर मैले डिएसपीले चाहिँ आफ्नै प्रहरीको डिएसपीले होइन कार्यकक्षभित्र एउटा युवतीलाई बलात्कार गर्यो चापागाउँमा भनेर उजुरी परेको थियो होइन। अनि त्यो हेर्ने बेलामा अनि पुलिसकै सङ्गठनको मान्छे भएकोले गर्दाखेरि यो के प्रमाणहरू नष्ट गरिदिने दुनियाँ गरेर एकदमै दुःख दिएको रहेछ होइन। केस लिनलाई गाह्रो लिएको नलिएको के अनि त्यो गरेको अनि लास्टमा मसँग प्रीति बहिनी किन आइन् अनि मैले त्यो मुद्दा गरेँ। मैले त्यो मुद्दा हेर्न थालेँ भनिसकेपछि त तपाईँलाई हाम्रो पत्रकार साथीभाइहरू पनि एकदमै दुश्मन त्यो कहिलेको साथीहरू पनि अब पूर्वाग्रह के थियो त्यो मलाई सरकार भएन होइन। तर मसँगको दुश्मनी छ भने पनि त्यो केसमा गर्ने होइन नि त। एउटा घिनाउने कोही माथि कसैको इज्जत माथि चाहिँ नि ऊ भएको छ होइन। कसैलाई चाहिँ बलात्कार भइरहेछ भने त्यस कुरा चाहिँ पैसामा मिलेन, पैसामा मिलाउनलाई फल्नाले दिएन अदालत पुर्यायो भनेर चाहिँ नि मलाई तथानाम गाली बेजेती बोल्ने होइन अनि धम्कीहरू गर्ने त्यस्तो थुप्रै गरेको थियो। तर त्यो तिनीहरू आफै बेवकुफ हो नि त। त्यो मैले आफ्नो मसँग बुझ्न सक्ने क्षमता छ, म आफूलाई कन्भिन्स गर्न सक्ने क्षमता छ, मलाई त्यस्तो कुराले केही प्रभाव पार्दैन होइन। तर बलात्कारको मुद्दा प्रहरीले मिलाउने अनि अधिकार कर्मीहरूले मिलाउने होइन नि त। अदालत जाने हो उसले सजाय पाउने हो होइन। अहिले 3 महिना लगभग भयो त्यो डिएसपी पनि जेल चलान भयो। अहिले जेलकै केस हो त्यस्तो भएको छ। त्यो पहिलो ऊ हो कसैले पनि ऊ नगरेको तपाईँलाई पीडितलाई चाहिँ नि एकदमै उ गर्ने मलाई समेत आएको थियो। त्यस्तो सुरुमा लालच देखाउन आयो होइन, पछि धम्की पनि देखाउन आयो मुद्दा उ गर भनेर। तर त्यो मैले पीडितलाई जब हात दिइसकेँ नि उसलाई बिचमा किन छोड्नु होइन। त्यो उसँग 8-10 लाख 2 लाख 5 लाख 10 लाख उसले मलाई देला त्यो पैसाले न मेरो जीवन त हुने न मेरो इज्जतको कुरा आयो क्या। इज्जत पहिलो कुरा हो, पैसाले त सबै थोक दिन सकिन्न, संसार त पैसा छैन नि होइन। त्यो जुन पीडितको उ गरेँ अनि उसलाई हिरासतमा हुँदै पनि उसको फ्यामिलीहरू मलाई एकदमै भेट्न चाह्यो होइन, आयो पनि। अनि मैले जे हो जति कुराहरू भएको थियो जुन माध्यमले उजुरी आयो त्योहरू सबै चाहिँ सबै उनीहरूलाई बुझाइदिएँ। त्यो बुझिसकेपछि एकदमै राम्रो मानेर गयो कि हाम्रै मान्छेको गल्ती हो उसले सजाय पाउनुपर्छ भनेर नै उहाँको जुन बलात्कार गर्ने मान्छेको मिसेस आउनुभएको थियो, उहाँका आफन्तहरू मामा भन्नेहरू होइन लयरहरू पनि आउनुभएको थियो। एकदमै राइट कुरा गर्नुभयो भनेर लास्टमा मलाई राम्रो मानेर गयो होइन। खुसी लाग्यो। त्यो कन्भिन्स गराउनुमा पनि अब आफ्नो आफूले कन्भिन्स गराउन सक्नु पर्यो। सही र गलत हामीले गलतको साथ कहिले पनि नदिउँ। गलतको साथ भने गलतलाई पनि हामीले पोजिटिभ रूपमा चाहिँ त्यसलाई चाहिँ नि कन्भिन्स गर्न सकौँ के। गलत तैँले गलत गरिस् भनेर गलत गर्नलाई घृणा गर्नु नै आवश्यक हुँदैन
हजुर उसलाई चाहिँ नि यो गल्ती महसुस गराइदिनु पर्छ। महसुस गराउँछ। हजुर आफूले चाहिँ गल्ती गरेको छु भन्ने कुरा महसुस गराएमा पछि उसले चाहिँ त्यो अब गल्ती दोहोऱ्याउँदैन भन्ने कुरा चाहिँ भयो होइन। त्यसै कारणले गर्दाखेरि उनीहरूलाई कानुनको दायरामा हामीले ल्याउनु पर्ने कुरा भयो नि होइन। त्यसै रमिलाजी हजुरसँग धेरै यति मिठो कुराकानी गर्दा गर्दै पनि हाम्रो समयले नेटो फाट्न थालेको छ। त्यही भएको कारणले गर्दाखेरि मैले हजुरलाई सोध्न नसकेको अनि हजुरलाई भन्न मनमा लागेको त्यस्तो केही कुरा छ भने छोटोमा बताइदिनुहोस्। मैले अब त्यस्तो भन्न चाहेको नि भने होला, कति कुराहरू मिलेन होला, मिल्यो होला होइन। र समुदायमा जुन किसिमले तपाईँहरूले जुन यो मिडियाको माध्यमबाट जुन गर्नुहुन्छ नि उहरू, यसको लागि चाहिँ सधैँ क्रियाशील यसरी नै रहनुहोस् होइन। र हामीले गर्नुपर्ने, मैले गर्नुपर्ने व्यक्तिगत सहयोगहरू होइन, अरू अन्य सहयोगहरू, आर्थिक सहयोग त म कसैलाई गर्न सक्दिनँ, त्यो कहिल्यै भन्दिनँ। तर जुन कानुनको दायरामा जानुपर्ने, जुन किसिमले अब विभिन्न प्रहरीहरूले असहयोग गर्छ, लयरहरू आवश्यक परेको हुन्छ, कुनै पीडितलाई चाहिँ नि तपाईँले भेट्यो, अब चाहिँ त्यसलाई कसरी व्यवस्थापन गर्ने भन्ने किसिमको जुन एउटा धर्महरू हुन्छ होइन, त्यस्तो बेलामा सम्झिनुहोस्, मैले गर्नुपर्ने सबै कुराहरू गरिदिन्छु। हजुर हस् त, हजुरले यसरी अहिले जति पनि यसरी अन्यायमा परेका हाम्रा महिला दिदी बहिनीलाई न्याय दिलाउनु भयो होइन। तपाईँ अब यसमा चाहिँ आफूमा सन्तुष्टि हुनुहुन्छ। आगामी दिनहरूमा म सन्तुष्टि नै छु। म मान्छेहरूको दुईटा कुराले सन्तुष्ट हुँदो रहेछ। कोही धनात्य भएर पैसा कमाएर हुन्छ रहेछ, तर म त्यसमा त्यो पैसा कमाउनेतिरको काम चाहिएको थियो भने म व्यापारी बिजनेस गर्थेँ होला होइन। तर जुन सोसलमा मैले बोलेको केही शब्दहरूले प्रभाव परेर अन्यायमा न्याय मिलिरहेछ, खुसी छु। हजुर हजुरलाई चाहिँ आगामी दिनहरूमा पनि यसरी नै फसाए हाम्रो महिला दिदी बहिनीहरूले पक्कै पनि न्यायको लागि अपिल गरेर न्याय पाउनुहुनेछ भन्ने आशाका साथ हजुरसँग हामी बिदा हुन्छौँ। धन्यवाद। हजुर थौया ज्याजो न्याके नीति थन्तक हजुर वे कयाता छिसा नाप्लाय नीति वे कना छिसा ग्वालियना दिल वे कना ठगु नुग खतया दिल वे कयता योको योको सुबा दिशा चाहिँ प्राविधिक रूपमा जिता ज्याकुटी पाके ग्वालियना छना दिमा पासा सराना यातन सुबा दिशा चाहिँ जे अनिता यातन छिपिन गुन्या अनि सब्यागु उजब्या दिशा हजुर थौया त ब्या सुबा जेमा ब्या